नेपाल अपार सम्भावनाहरू भएको देश हो। हाम्रो संस्कृति समृद्ध छ, युवा जनसङ्ख्या ऊर्जावान छ र हामी विश्वका दुई ठूला अर्थतन्त्रहरूको बीचमा रणनीतिक रूपमा अवस्थित छौँ। तर पछिल्ला 26 वर्षदेखि हामीलाई एउटा प्रश्नले सताइरहेको छ, राजनीतिक खिचातानी। सन् 2000 यता नेपालले 15 भन्दा बढी फरक सरकार देखिसकेको छ। औसतमा हेर्दा हरेक 18 महिनामा हामी रिसेट बटन थिचिरहेका छौँ। तर वास्तविक समस्या के भयो भने प्रधानमन्त्रीको पदमा घुमिरहने अनुहारहरू उही नै भए। वास्तविकतामा यसको मूल्य निकै महँगो पर्छ। सोचेर हेरौँ। एउटा पुल एउटा नेताको पालामा सुरु हुन्छ, अर्कोले रोक्छ, तेस्रोले बिर्सन्छ। त्यस्तै नयाँ कानुन बनाइन्छ, तर त्यसको नतिजा आउनु अघि नै खारिज गरिन्छ। लगानीकर्ताहरू अस्थिरता मन पराउँदैनन्। नियम हरेक वर्ष फेरिँदा पुँजी बाहिरिन्छ। अब प्रशासनले काम गर्न छोडेर पर्खिन थाल्छ। जुनसुकै विकास होस्, यसलाई आइडिया मात्र होइन, समय पनि चाहिन्छ। अब हाम्रा छिमेकीहरूलाई हेरौँ। भारतमा सन् 2014 यता एउटै प्रधानमन्त्री छन् जसले दीर्घकालीन उत्पादन र डिजिटल रूपान्तरण सम्भव बनाएको छ। उता चीन 50 वर्षीय योजनामा काम गर्छ। यी दुई प्रणालीहरू फरक छन्, तर एउटा कुरा साझा छ, त्यो निरन्तरता। नेपालमा लोकतन्त्र छ, तर स्थायित्व छैन। नेपालमा हालै भएका प्रदर्शनहरू केवल प्याजको मूल्य र रोजगारीको अभावबारे मात्र होइनन्, यी राजनीतिक जडता विरुद्ध हुन्। नेपालीहरू त्यस्तो प्रणालीबाट थाकिसकेका छन् जहाँ सरकार बदलिन्छ तर अनुहार त्यही रहन्छ, नेता उही रहन्छ। यी सबै कारणले देशको जनशक्ति विदेश पलायन भइरहेको छ। नेपालीहरूको आक्रोश लोकतन्त्र विरुद्ध होइन, यो पहिले वरिष्ठता संस्कृति विरुद्ध हो जसले नयाँ नेतृत्वका लागि ठाउँ नै छोड्दैन। यसको समाधान के त? हामीलाई चाहिन्छ नम्बर 1 मतदाताको साहस, परम्परागत पार्टीप्रतिको निष्ठाभन्दा माथि उठ्ने साहस। दोस्रो, दलभित्र सुधार, वरिष्ठताका आधारमा होइन, क्षमताका आधारमा पार्टीभित्र नयाँ नेतृत्वलाई अगाडि सार्ने नियम। तेस्रो, नीति संरक्षण, प्रधानमन्त्री जो भए पनि परियोजना अघि बढिरहने संस्थागत संरचना। नेपालमा प्रतिभाको कमी छैन, सम्भावनाको कमी छैन, कमी छ त्यो प्रणालीको जसले त्यो प्रतिभालाई नेतृत्व दिन सक्छ। र वास्तविक परिवर्तन सडकमा होइन, मतपेटिकामा हुन्छ। तपाईलाई के लाग्छ, नयाँ पुस्ताको नेतृत्वको समय आएको छ?